राजा यो बालाको जिउ शैलीमा सम्पूर्णमा मलाई त धेरै माया छ मेरो त बाहिर रङ्गेलीमा खाने रङ्गेलीमा बस्ने अपचडमै पर्यो अपचडमै मर्यो भन्छ रगेलीमा उता रगेलिँदै हिँड्छ भन्छ 6 महिना वर्ष दिनमै कि मलाई आफ्नै परिवार कि मलाई छोरा कि आमा बाबु कि दिदी बहिनी चाहिन्छ भन्छ है बाला मनुष्य रुँदै रुँदै हिँड्छ भन्छ त बाला चेला कहिले कुकुर भई रुन्छ बाला मनुष्य कहिले फ्याउरो भई कराउँदै हिँड्छ बाला चेला राजा मलाई मेरो काज क्रिया धर्म गरे पनि अब म कहिले पनि नआउने ठाउँमा गएँ आमा बाबा दिदी बहिनी मेरो परिवार कुनै पनि दुःख कष्ट नमान है अब गर्ने सबै तिमीले सबै सिरो भारो तिम्रो हातमा लियो कति माया गर्थे कति रिसाउँथे कति दङ्गाउँथे कति फुर्काउँथे अब तिमीसँग म संसारेश्वरी मेरो काखदेखि तिमी पर भयो तिम्रो काखदेखि म पर भएँ लै मेरो गुरु मलाई राम्रो बुझाए सुझाए अब मेरो धामी धमन्तरीले राम्रो लगे पनि राम्रै चिन्ता बसाउला राम्रै जाप गराउला भन्दै फकाइ फुलाई रगेलीमै राखिदियो रगेलीमै डुल्नु खानु संसारमा बाहिर खानु बाहिर डुल्नु भनौँ मलाई कहिले पनि मेरो पितृले न मलाई बलेसीकोले लियो न मलाई सामखामा लियो न मलाई थाम्पुङमा लियो मलाई कहीँ पनि ढोकादेखि भित्र पस्नै दिएन म बाहिरै खान्छु बाहिरै डुल्छु बाहिरै खेल्छु भन्छ हे बाला चेला राजा अनि बाहिर बाहिरै बस्ने बाहिर बाहिरै खाने कुलपितृलाई सेवा गर्न सकिनँ आयु बदन मेरो छोटो हुँदै गयो मैले आफ्नो कुलपितृमा यस्तै गरी खाँदा बाबामा छ भने दिदी बहिनी छ भने यस्तै कर्म पाएँ अब मेरो कहिले पनि मैले अब यो संसार छोडी आउनु सकिनँ लै गुरु मेरो परिवार मेरो आमा बाबा मेरो दिदी बहिनीलाई के भन्नु त म त लान्छु 6 महिना 3 वर्ष त लान्छु म त दुःख पाएको छु मलाई रगेलीमा नचिनेको अहिले तिमी कसको छोरा कसको नाति भन्छ मलाई दुःख दिन्छ म कति रुँदै हिँड्छु अब म चिनजान गर्दै गएपछि मात्रै अनि मलाई साथमा लिन्छ अनि मेरो साथी सङ्गी पाएपछि मेरो परिवारलाई पनि दुःख दिन्न मेरो छोराछोरीलाई पनि दुःख दिन्न मेरो दिदी बहिनीलाई पनि दुःख दिन्न मेरो बहिनीहरूलाई पनि मेरो आमा बाउलाई पनि तिमीले धेरै दुःख पाउँछौ ल है अब के गरी खान्छौ म त संसारमा फर्किनु आएन हेराउन जाउँ देखाउन जाउँ के भन्नुहुन्छ अन्त चित्तै बुझेन भन्दै भन्नु कति रुन्छौ मलाई छोडेर गयो नि बाबा भन्दै मेरो मैले हेर्नु त पाउनुपर्छ नि भन्दै जे हुनु भइगयो नछुवा अब भोलि पर्सि तिमी हामीलाई पनि दुःख दिन्छ भन्दै भन्नुभयो मेरो परिवारले मलाई कति हेर्दै बोला न बोला सास केरुन्जेल भन्यो मेरो मेरो टाउको छुयो गाला छुयो अनुहार छुयो मेरो सास हुन्जेल तर मैले तिमीलाई बोल्न सकिनँ आँखा खोलेर हेर्न सकिनँ मेरो सुनमै निधार पनि छाम्यौ कान पनि छाम्यौ आँखा पनि छाम्यौ हात गोडा पनि छाम्यौ मैले फर्केर आउनु सकिनँ है मेरो बाउ बाँच्छ होला भनेर म पनि छाम्यौ ढुकढुकी पनि छाम्यौ जसरी बचाउने कोसिस गरेँ तर मेरो सबै दिमागमै खुन चढेपछि सक्नु भनेपछि मेरो ढुकढुकीले पनि बाटैमा मेरो प्राण गयो नि भन्दै रोँदै रोँदै गयो मलाई छोड्दा गयो पनि राम्रो काज किन गर्नुपर्छ के गर्नुपर्छ म परै बसेर मेरो शिरको लागि गर्छु मैले कति राउन्ड गऱ्यौ ल है यस्तै पाइयो यस्तै गरियो बसुन्जेल खायौँ लायौँ जुझ्यौँ बाज्यौँ करायौँ मरेपछि त भेट हुँदैन त्यति नै मेरो खेल भने ल है म बिदा मागेँ मलाई साह्रै रगेलीमा खाँदा मलाई तीर्थ लाग्छ मलाई मठ मन्दिरमा गएर ठुलो मठ मन्दिरमा गएर एउटा कलश र एउटा बत्ती बालिदिनु मलाई कलशमा पानी राखिदिनु त्यो मठमा जाँदा मेरो यस्तो श्रीमानको लागि गुरुदेवहरूले सबैले खानु दिनु है मेरो श्रीमान डुल्दै घुम्दै आउँछ पाखा पाखा खान्छ पाखा पाखा बस्छ भनेर मलाई कलशमा पानी बत्ती बालिदेऊ अनि फलफुल राख्दै म त्यसमै सन्तक हुन्छु ल अब त तिमीलाई मैले छोडेको धेरै दिन भइसक्यो किन तिमीले चित्त नबुझेर आएको गुरुकोमा
तिमीलाई सबै सुन्नु मन छ, मैले भन्यो भने तिमी लड्छौ, म भन्दिनँ। गुरुआमालाई पनि दुःख हुन्छ। अब म मेरो शैली जिमी भूमिमा गल्दै गइसक्यो। मेरो जिमी भूमिमा मेरो हङ्स परेन, मलाई छोप्छ भने मेरो हङ्स हड्डीखुट्टी मात्रै जमिनमा बाकस बनाएर ढुङ्गा घर बनाएर मलाई अनि बाख्राले छोपेर बुङ बुङ माटोले पुरेको छौ त। तर मेरो हङ्स पुरिएन, म त माथि माथि मेरो शरीर त चल्दैन थियो, तनक्क पारेर गाडेको छ मलाई। आइ 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 आइ, दुखेर मरे। छाती तङ्गले कति किच्चायो दुःख होला मेरो, कति साह्रो मेरो नख त झुटी गयो। बल्ल बल्ल सास गयो, मेरो कति कष्टले सास गयो। मलाई कति छटपटी परायो। अहिले फर्किन्छ कि भोलि फर्किन्छ ल है। अब जे हुनु भइगयो। माइती राजा आमालाई दुःख नदिनु, बाबालाई नदिनु, चेली माइतीलाई नदिनु, जल खानु श्रीमती दुःख नदिनु, बाला बच्चालाई दुःख नदिनु ल है। अब हजुरले रगेलीमा हामीलाई रगेलीमा खानु, रगेलीमा बस्नु, नयाँ हुन्जेल तपाईँलाई चिन्जान हुँदैन, चिन्जान परिचय गर्दै लानु ल है। तपाईँ रगेलीमा खाने मरेको पहिलेको पिता भयो, तपाईँको छोरा नाति मान्छे जनाति हो है। यो बाला चाहिँ यसै सपनामा देखा पर्ने, हात बुढा गर्ने, जिउ मस्ती मसी गर्नुहुन्न तपाईँको बाला चाहिँ है। सपनामा सँगै सुत्ने, सँगै बस्ने, देखा पर्नु, झल्को यो बाला आँखामा आउनु है गुरु भनेर त्यसो मलाई लु जानुहोस्।